हेलो साथीहरू नमस्ते। मैले अर्को मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ मेरो दुईजना साथीहरू हुनुहुन्छ, यता सुस्मिता यता आसमा हुनुहुन्छ। अनि आजको हाम्रो भिडियोमा चाहिँ के रहेको छ भने यहाँ हजुरहरूले अगाडि नै देखिसक्नु भएको छ, यो मोमो रहेको छ। अनि यता चाहिँ हाम्रो करेन्ट छ, अनि यता चाहिँ हाम्रो छ्याङ छ, छ्याङ के भन्छ नि, छ्याङ छ है साथीहरू। अनि ऊ चाहिँ छ्याङ नखाने अरे, त्यही भएर उसको लागि चाहिँ स्प्राइट छ। अनि यता हाम्रो साइड फ्रुट्स छ है साथीहरू, लेमन र किवी काटेको छ। सो साथीहरू हामी चाहिँ अब स्टार्ट गर्छौँ। हाम्रो भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है त। साथीहरू हामी चाहिँ फर्स्ट यहाँदेखि सुरु गरौँ है त। साथीहरू हाम्रो चाहिँ फर्स्ट बाइट है, अब मोमो खाँदैछौँ। चेस गरेर खाऊँ ल साथीहरू। चेस। बाहिरदेखि किनेर ल्याउनुभन्दा चाहिँ आफैले बनाएर खानु राम्रो हो भनेर हामीले चाहिँ आफै तिनजनाले चाहिँ मिहिनेत गरेर बनाएको छौँ। एकदमै मिठो छ साथीहरू। अनि अचार पनि हाम्रो मिठो छ साथीहरू। हाम्रो चाहिँ आज अचार चाहिँ बदामको बनाएको, त्यही भएर स्वाद चाहिँ मिठो छ साथीहरू। यति खानु पर्यो है। खानु न तपाईँ कि यसको चाहिँ फर्स्ट बाइट खाऊ। किन यस्तो चाहिँ आउँदैन त हौ। उसले गर्नु त काकाले। साथीहरू मलाई आएन है, काकाले नै गर्नुपर्ने भयो। कत्रो पिरो छ होला। नयाँ निस्केको डेभिस। मैले लाइटतिर जाँदा चाहिँ खाएको देखाउनु हुँदैन है त होइन चुरोटहरू। यो कहाँ जाँदो थियो जुस हो एकदम जुस, लोकल जुस हो। लिपस्टिक त जसमा लगाएको छु मैले, मेरो सबै मेटिसक्यो होला। मेरो पनि त एकदम जुसी भएको छ है। पर्क मोमो हो। कस्तो पिरो। कस्तो आज मजाले खाएको छ मलाई। खाँदैछु त, पिरो धेरै मेरोमा धेरै भइरहेको होइन। रहर मात्रै लिन सकिँदो रहेछ। त्यस्तै खानु भने बनाएर पर्क नभएर अब त मलाई नमिठो लाग्दै भयो यो लोकल जुस। उल्टो खानु न। खोल्नु होला खै। अघाएर होला तितो पो हुन्छ। स्प्राइट खानु न। कडा भएन। अनि म मात्रै पुग्यो होइन। थामी नसक्नु होला नि फेरि मलाई गाडीमा। कुहिरो भइरहेको छ कि साथीहरू। अनि गाह्रो भइरहेछ। कसरी खान्छ एकदम धेरै छ, प्लेटकै पो खाइसकिँदैन है त्यहाँ। मलाई चाहिँ फेरि यस्तो जुस, लोकल जुस नखानु नि त स्प्राइट खानु लाउनु। म त रिङ्गटा चल्छ अहिले फेरि। सुत्तौँ न त
सरी यो चाहिँ किने साथी होइन अलिकति त आउनै आफ्नो हट्नु होला भित्रबाट ग्वाङ्की गर्नु खानु सक्नुपर्ने रहेछ मोमो अर्को ठाउँमा मेरो खुट्टा चाहिँ उदो गर्छु यस्तो ल यस्तो ठाउँले ल चपस्टिकले दिए हजुर ल म चाहिँ ल त्यस्तै होइन दुईटा एउटाले अब एउटालाई गाह्रो छ नि त अनि ए टक लग्यो आउँछ एकछिन न उसले चाहिँ दुईटा चाहिँ भयो अति गाडा न दुईटाले म दुईटाले गाड्छु कि गाड्नु पर्दैन यसरी आउँछ यसरी यसरी गाडेको जस्तो एकछिन नसर्ने उता आसमा एकछिन ल ल गर्नु न भयो एकछिन न 1 2 3 गो म एकछिन हाँस्दैछु क्या लौ लु हाँस्नु दिउँ न हाँस्नु दिउँ उता उता नजाने हाँस्नु ल ल ल ल लाउनु यही छ बरु अन्त कसो त्यस्तो भइरहेछ म चाहिँ हात घुसाउँछु ल मुखमा हालेको जस्तै ल मैले अहिलेदेखि गरिरहेको भिडियो बनाउनु लु घरमा मैले अर्किनु भयो होइन मैले हेल्चीले गर्दा मेरो झन्नै मिस्यो अनि गरेर खानु लाग्यो गरेर खाँदा म चेप दिन्छु अरे चमेस्टिकले लाग्ला नि चमेस्टिकले पुस्नु अरे अयो त्यो हामी त खाँदैछु न पनि के यस्तो मुख बनाउनु भन्नु यो दादाको मजाक भयो है मजाक भयो आजको सिरियस पारेको भएन यो यति धेरै छ अनि त्यो चाहिँ एउटा गर्दै लुकाउनुपर्छ होला मुनि खाइसके जसलाई पनि मलाई साथीहरू हामी चाहिँ अब लास्ट बाइट खाइदिएको ल यो लास्ट बाइट यो बाँकी चाहिँ अब अर्को भिडियोमा देख्न सक्नुहुन्छ सबै खाइसक्यो खानु त प्लेटमा भएको जति भयो
नखाने कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। निस्किनु भएको नि साथीहरू आज चाहिँ हामीले यत्रो धेरै रेडी गरेको थियौँ तर प्लेटमा भागमा लगाएको मात्रै खाइसक्यौँ। त्यही पनि खाइसकिनँ मैले चाहिँ 3टा, उहाँहरूले चाहिँ बल्ल बल्ल खाइसक्नु भयो। आजको भिडियो चाहिँ यस्तै भयो साथीहरू। खानै सकिनौँ साथीहरू, किनभने हाम्रो यता प्लेटमै थियो खानेकुरा अनि यता अर्को थियो करेन्ट। अनि हामीले खानै सकेनौँ क्या साथीहरू। साँच्चीकै भनेको यो प्लेटको त एकजना पनि हामीले छुएको छैनौँ। यो देखाएको जस्तो मात्र भयो साथीहरू, किनभने हामीलाई यो प्लेटकै पुरा भइसकेको थियो। फुल हामीलाई वाक्क भइसक्यो साथीहरू, खानै नसक्ने भएर। अब चाहिँ अनि त्यही भएर चाहिँ हाम्रो भिडियो चाहिँ यति नै भन्न चाहन्छु। हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला अनि कमेन्ट पनि गर्नु होला है त। बाइ बाइ।